आई सर्कल मसाज कसरी गर्ने र के चीज हामीले लिनुपर्छ जो आई सर्कलको लागि हामीहरूको बहुत राम्रो काम गर्छ आई सर्कललाई। र हामीले सबभन्दा पहिला लिनु पर्यो इभियन, साथै हामीले अलिकति लिनुपर्छ एलोभेरा जेल। अब अलिकति एलोभेरा जेल लिनुहोस्, त्यसपछि हामीले एउटा यो इभियन क्याप्सुल, यसलाई मजाले मिक्स गर्नुहोस्। यो दुईटाको मिश्रणले यति मजाको एउटा क्रिम बनिनेछ नि, हेर्नुहोस् है, यो एकदम व्हाइट क्रिम बनिनेछ। यसलाई जति मिक्स गर्नुहुन्छ त्यति राम्रो होइन। र अब यसलाई आफ्नो आँखाको वरिपरि यो फिङ्गरले लगाउनुहोस् यसरी। अब यति लगाइसकेर चाहिँ के गर्ने हामीले, अब यस्तो प्रकारले रिङ फिङ्गर नै लिनुहोस्, साथै हामीले यस्तो प्रकारले हल्का हल्का मसाज गर्नुहोस्। यसरी 2 मिनटसम्म हल्का प्रकारले मसाज गर्नुभयो भने के हुनेछ भनेपछि हाम्रो यो अन्डर आई सर्कल त्यो पनि दूर हुनेछ, साथै हाम्रो यो आईको माथि यहाँ यो जग्गामा हाम्रो जो रिङ्कल्सहरू आउने गर्छ नि त्यसलाई पनि रिमुभ गर्नेछ। स्किन हाम्रो आँखाको माथिको स्किन पनि टाइट हुनेछ र आई सर्कल एरिया पनि हाम्रो राम्रो हुनेछ। यसले चाहिँ यस्तो प्रकारको मसाजले चाहिँ के गर्छ भनेपछि ब्लड सर्कुलेसन राम्रो गर्छ। अब हाम्रो यो आँखाको यो वरिपरिको छाला चाहिँ साह्रै नै पातला हुन्छ र यसलाई चाहिँ जति सक्नुहुन्छ नि एकदम हल्का प्रकारले मसाज गर्नुहोस्, किनकि दबाएर होइन, र यस्तो प्रकारले जति ट्याप मसाज गर्न सक्नुहुन्छ त्यति राम्रो। यसरी सप्ताहमा 3 बार गर्नुहोस्। यति गरिसकेपछि हल्का जतिखेर तपाईहरुलाई यो मसाज जतिखेर अब मसाज गर्दै गर्दै यो ड्राई जस्तो लाग्छ नि त्यतिपछि छोड्दिनुहोस्, यसलाई यतिकै छोड्दिनुहोस्। अब यो थाम्सले यहाँ यस्तो प्रकारले पक्रिनु होला अनि त्यो जति सक्नुहुन्छ माथि हेर्नुहोस्, फेरि जति सक्नुहुन्छ नीचे हेर्नुहोस्। यति गरिसकेपछि के हुनेछ भनेपछि आँखाको एक्सरसाइज राम्रो भयो, अन्डर आई सर्कल दूर भयो, साथै आँखामा आउने रिङ्कल्सहरूलाई पनि दूर गर्नेछ।